फर्स्टमा सुदन गुरुङ नै आउँछ तपाईँहरू सबैजनालाई बचाउनको लागि। आफ्नो देशको लागि यस्तो दुःख त 100,000 कुर्बान हो। तपाईँहरूको नि इज्जत नफाल्नुको लागि विदेशमा गएर म तपाईँहरूको इज्जत पनि धान्नलाई म हर कदम प्रयास गर्छु। चाहे तपाईँ काङ्ग्रेस होस्, चाहे तपाईँ एमाले होस्, तपाईँ माओवादी होस्, हामीलाई त्यस्तो सरकार छन्। तपाईँ एउटा नेपाली हो मेरो लागि, तपाईँ मेरो दाजु हो, मेरो भाइ हो। सारा संसारमा सारा ठाउँमा मैले भनिसकेको छु, क्यामेरासँग भाग्ने मान्छेहरू हामी। क्यामेरा आएर बोलेको तपाईँले हतपत हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू। हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ। आफ्नो देशलाई जोगाउनु आउँछ। आफ्नो नागरिकलाई जसरी हामी बचाउनु पर्ने गर्छौँ। 3 रात सुत्नु नपरोस्, 4 रात सुत्नु नपरोस्, हामी सुत्दिनौँ। आफ्नो नागरिकलाई बचाउँछौँ हामी। प्रयास गरेकै हो मान्छेहरू। धेरै भयो मैले सहेको। अब यो सम्मानित सदनलाई एउटा रिस्पेक्टेड भ्यू पोइन्टबाट हेर्नुपर्छ। यसमा अलि आफूले बोल्दाखेरि एकदम मर्यादा राखेर बोल्नुपर्छ। तर घुक्कन भइसक्यो। गाह्रो हुन्छ कहिले कहिले तपाईँको यसरी हेर्दाखेरि के